हेलो नमस्ते। हेलो ओराङ पासको यति भन्ने ठाउँमा आइपुग्यो। अब यहाँबाट 1 घन्टाको माथि चाहिँ हाई क्याम्प रहेछ। आज हामी त्यही हाई क्याम्पमै बस्छौँ। अलिकति स्टामिना पनि बढाउनु पर्यो, अलिकति हाइटसँग पनि हुनु पर्यो, नजिक हुनु पर्यो। त्यसपछि भोलि बिहान हामी 3 बजे उठेर पास गर्छौँ। आज कहाँदेखि आउनुभयो तपाईँहरू? आज त हामी तल लेथार भन्ने ठाउँबाट आएको। हजुर, अनि तपाईँहरूको यात्रा कस्तो भइरहेछ अहिलेसम्म? समग्रमा असाध्यै सजिलो चाहिँ। हिजोसम्म अलि अप्ठ्यारो थियो, आज त धेरै सजिलो। झन् माथि गयो झन् रमाइलो होइन? सजिलो हुन थाल्यो। अहिले त अब त यो शरीर त पुरा वेटमै छैन, शरीर पुरै फुल जस्तो भइरहेको। हो हो हावा उड्छ ल फुल जस्तो भइरहेको। हो हो हावा उड्छ ल फुल जस्तो भइरहेको। हो हो हावा उड्छ। ल ईश्वर दाइको के छ भनाइ? के भन्नुपर्ने छ? भनाइ चाहिँ साँच्चै हाम्रो यात्रा चाहिँ अविस्मरणीय भएको छ। यति आनन्द आएको छ। हाम्रो टिम त्यस्तै स्ट्रङ टिम हुँदै गएको छ। हामी त्यत्तिकै क्लोज हुँदै गएको छौँ। अब हाम्रो जुन मिसन लक्ष्य थियो हामी त्यो पुरा गर्ने लगभग अन्तिम चरणमा पुगिसकेका छौँ। पक्कै पनि भोलि बिहान हामी पुरा गर्नेछौँ। त्यसपछि हामी अब मनाङबाट चाहिँ मनाङ जिल्लालाई हामी छोड्नेछौँ अनि हामी मुस्ताङ जिल्लातिर प्रवेश गर्दैछौँ। हस्, धन्यवाद। धन्यवाद। हाई, तपाईँको? गुड मर्निङ। मेरो यात्रा एकदम रमाइलो। अनि अब यही रेसियोमै कतैले भन्दा म त एभरेस्ट चाहिँ चढ्न सक्छु होला हो, त्यस्तो हिम्मत बढिसक्यो। त्यस्तो भइसक्यो है यो यात्राले चाहिँ। अनि अब हिजो भन्दा आज हिँड्न एकदम सहज छ। टिममा एकजना मात्रै लेडिज हुनुहुन्छ, कस्तो फिलिङ्स भइरहेछ? गुड। त्यो केही छैन, मलाई एकदम सजिलो सहज अप्ठ्यारो भएको छैन? छैन। गुड।